यो इलेक्सन पछि हजुरहरूले काठमाडौँ नजिकै ट्रेक गर्न खोजिरहनु भएको छ भने आमायाङ्ग्री ट्रेक हजुरहरूको लागि एकदमै बेस्ट हुनेछ। यो टाइममा चाहिँ हजुरहरू जानुभयो भने यहाँ चाहिँ हजुरहरूले हिउको एक्सपिरियन्स पनि लिन पाउनुहुनेछ। नारायण टारबाट बिहानै 6 बजेको गाडी लाग्छ। गाडी सरासर मेलम्चीसम्म पुग्छ अनि त्यहाँ खाजा खान रोक्नुहुन्छ। हजुरहरू यदि बाइकमा आउँदै हुनुहुन्छ भने चाहिँ एकदमै सोचेर मात्रै आउनु होला, किनभने मेलम्चीदेखि तार्गे ग्याङसम्म चाहिँ एकदमै अफ रोड छ, टोटल्ली अफ रोड। हेलम्बु गाउँपालिका छिरिसकेपछि हजुरहरूलाई चाहिँ खानाको लागि रोक्नुहुनेछ, जसमा मैले खानाको प्राइस अगाडि मेन्सन गर्दिसके। काठमाडौँबाट बस चढेर 4 to 5 आवर्स भित्र हजुरहरू तार्के ग्याङ पुग्न सक्नुहुनेछ अनि हजुरहरूको ट्रेक भने त्यहाँबाट स्टार्ट हुन्छ। तार्के ग्याङदेखि बेस क्याम्प पुग्नको लागि चाहिँ हजुरहरूले चाहिँ 2 देखि 3 आवर्सको ट्रेक गर्नुपर्ने हुन्छ। नेचर र आफ्नो साथीसँग कुरा गर्दै गइसकेपछि एकैछिनमा हामी बेस क्याम्प पुग्छौँ। बेस क्याम्पमा चाहिँ हजुरहरूले चाहिँ एउटा रेजर्ट अनि एउटा होटेल पाउन सक्नुहुनेछ। हामी चाहिँ होटेलमा बसेका थियौँ। 1 नाइट बसेको र खानाको चाहिँ हामीलाई 1000 पर पर्सन लिनु भएको थियो। बेस क्याम्प पुगिसकेपछि हामीले चिया खायौँ, जसको चाहिँ प्राइस 100 थियो। चिया खाइसकेपछि एकछिन त्यतातिर घुमेर हामीले चाहिँ बेलुकाखेरि क्याम्प फायर गर्यौँ। क्याम्प फायरको केही समयपछि हामी खाना खायौँ। भेज खानासँगको 1000 थियो भने यदि हजुरहरूले चिकन थप्नु भयो भने चाहिँ प्लस 150 थप्नु पर्ने हुन्छ। डे 2 मा चाहिँ हामी चाहिँ बिहान 3 बजे उठेर आमायाङ्ग्री पिकको ट्रेक गर्न थाल्यौँ। हजुरहरू तल बेस क्याम्पबाट सनराइज हेर्नको लागि चाहिँ 3 AM to 4 AM सम्म चाहिँ हजुरहरू त्यहाँबाट निस्किसक्नु पर्ने हुन्छ। त्यो टाइममा निस्किनु भयो भने चाहिँ हजुरहरूले फुल भ्यू देख्न पाउनुहुन्छ, साथसाथै सूर्य उदयको पनि मजाले हेर्न पाउनुहुनेछ। यो टाइममा 8 बजेदेखि उता चाहिँ हजुरहरू त्यहाँ पुग्नु भयो भने सबै कुहिरोले छेकिसकेको हुन्छ। हामी कति लक्की, आमायाङ्ग्री पिकमै हामीले होली सेलिब्रेसन गर्न पायौँ। लोला हार्नुको साटो हामीले हिउँ हानेर इन्जोय गर्न थाल्यौँ। हामी चाहिँ आमायाङ्ग्री पिकमा 5 बजेर 16 मिनटमा पुगेका थियौँ। त्यसमा त्यही पिकमा आधी घन्टा बसिसकेपछि हामीले सनराइज हेर्न भ्याएको थियौँ। आफूलाई मन लाग्दो भ्यू हेरिसकेपछि, मन लाग्दो भिडियो फोटोहरू खिचिसकेपछि हामी त्यहाँबाट सबैजना निक्लियौँ। ओह्रालो झर्दाखेरि चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा, घाम लागेको छ भने हिउँ एकदमै चिप्लिने रहेछ। अँध्यारो भएर हामीले बाटो हेर्न पाएको थिएनौँ, तर बेस क्याम्प पछिको उकालो एकदमै धेरै उकालो छ। गुरासै नभए पनि हजुरहरू यो टाइममा जानुभयो भने चाहिँ यो खालको फुल एकदमै धेरै मात्रामा पाउनुहुनेछ। त्यसपछि आफ्नै बसेको होटेल वा रेजर्टमा फर्किसकेपछि चाहिँ त्यहाँबाट हजुरहरू काठमाडौँ ट्राभल गर्न सक्नुहुनेछ। सो थ्याङ्क्स फर वाचिङ। हजुरहरू पनि जान नबिर्सिनु होला है त।